नमस्ते साथीहरू, रमिलामिश्र.com मा यहाँहरूलाई स्वागत छ। आज चाहिँ मैले एकदमै अमिलो मिठो गुन्द्रुकको रेसिपी लिएर आएको छु। हेर्नुहोस् त, एकदमै अमिलो गुन्द्रुक बनेर तयार भएको छ। यस्तै गुन्द्रुक बनाउन भिडियो अन्तिमसम्म हेर्नुहोला। मेरो च्यानललाई सेयर सब्सक्राइब गर्न नभुल्नुहोला। यहाँ चाहिँ मैले गुन्द्रुक बनाउनको लागि चाहिँ सागलाई लिएको छु। यहाँ चाहिँ मैले 20 केजी सागलाई लिएको छु। अनि यसलाई घाममा एक दिनभरि ओइलाएँ। त्यस पछाडि यसलाई मैले चाहिँ बोरामा पोको पारेर अनि कपडाले छोपेर तातो पारेर गुम्स्याएर एक दिन एक रात राखेँ। त्यसपछि चाहिँ मैले यसलाई धुएर अनि यसरी मैले पानी तराएर फेरि एक दिनभरि सुकाएँ। अनि यतिको भएको छ। अनि अब यतिको भएपछि यो गुन्द्रुक हाल्नको लागि ठिक्कको साग बनेको छ। धेरै पनि सुकेको छैन, थोरै पनि होइन, ठिक्कको भएको छ। हामीले धेरै ताजै साग पनि हाल्यौँ भने धेरै पानी निस्किन्छ। यतिको बनाएर अनि मैले यसलाई चाहिँ गुन्द्रुकको लागि चाहिँ यसलाई थिचेको छु। यसलाई यो सागलाई कुच्याएर अनि रसिलो यसको पानी निस्किनेसम्म हुने गरेर कुच्याउनुपर्छ। अनि यसरी यसलाई थिचेर अनि यो सबै मैले तयार गर्छु। यसलाई हामीले जसरी हुन्छ थिच्ने हो। अनि अरू यसलाई केही गर्नु पर्दैन। यसलाई अब चाहिँ मैले यो भाँडामा राखेको छु। यसमा चाहिँ हामीले मजासँगले मिलाई राख्नुपर्छ। पहिले थोरै राखेर थिच्दै जाने, मिलाउँदै जाने, कहीँ पनि तल ग्याप हुनु हुँदैन। राम्रोसँग थिच्नुपर्छ। गुन्द्रुकको लागि चाहिँ अमिलो मिठो गुन्द्रुक बन्नको लागि चाहिँ हामीले गुन्द्रुक हाल्दाखेरि यो कुरामा चाहिँ ध्यान दिनुपर्छ कि एकदमै राम्रोसँग हामीले गुन्द्रुकलाई थिच्नुपर्ने हुन्छ। एकैचोटि माथि आएर थिच्यौँ भने चाहिँ थिचिँदैन। पहिले हामीले सुरुदेखि नै थिच्दै जानुपर्छ। हामीले जसरी जेले सक्छौँ त्यसैले थिच्दा हुन्छ। मैले चाहिँ यहाँ खलको मैले चाहिँ थिचेको छु। तपाईँहरूले चाहिँ जेले हुन्छ जे होस् थिच्नु मात्रै हो। यसलाई जसरी भए पनि राम्रोसँग थिच्नु होला। यो चाहिँ पहिल्यै साग पहेँलो देखिएको छ। मैले चाहिँ एक दिन एक रात सागलाई नै पोको पारेर गुम्स्याएर राखेको थिएँ। त्यसो भयो भने चाहिँ गुन्द्रुक पहेँलो देखिन्छ र राम्रो हुन्छ भनेर त्यसो गरेको हो। तपाईँहरूले त्यसरी नराख्नु भए पनि हुन्छ। अलि तराईतिर त गर्मी ठाउँमा त त्यसो नगरिकन पनि राम्रोसँग पहेँलो अमिलो गुन्द्रुक बन्न सक्छ। तपाईँहरूले पनि यसरी नै गुन्द्रुक बनाउँदाखेरि चाहिँ राम्रोसँग थिच्ने कुरामा चाहिँ ध्यान दिनुहोला। सबैजनालाई आउँछ प्राय, तर पनि कतिजनालाई आउँदैन। मलाई पनि सुरुमा आउँदैन थियो। अनि कतिपल्ट चाहिँ गुन्द्रुक बिग्रियो। मैले चाहिँ यसरी सबै तयार गरिसकेको छु। अब यसलाई मैले घाममा राखेँ। अनि एक दिनभरि घाममा राखेँ। बेलुका चाहिँ मैले यसलाई राम्रोसँग पोको पारेर तातो पारेर राखिदिएको थिएँ। अनि भोलिपल्ट चाहिँ यसलाई मैले यसरी पानी यसको निकाल्दैछु। अनि यसलाई फेरि भोलिपल्ट चाहिँ थिचेर अनि राखिदिने। त्यस पछाडि चाहिँ एक दिन बिराएर थिच्नुपर्छ। अनि एक दिन बिराएर मैले थिच्दाखेरि चाहिँ यो आज चाहिँ 3 दिन 4 दिन भएको छ। यो चाहिँ पहेँलो पहेँलो थियो साग गुम्स्याएको भएर। अहिले चाहिँ पहेँलो भएर गुन्द्रुक बनिँदैछ। यहाँ चाहिँ मैले 2टा बट्टाएर आधीमा राखेको थिएँ। अब जति हामी थिच्दै जान्छौँ त्यति यो घट्दै जान्छ, पानी निस्किँदै जान्छ, गुन्द्रुक बनिँदै जाँदा घट्दै जान्छ। मैले चाहिँ यो आधी भएको गुन्द्रुकको भाँडोबाट निकालेर यो 2टामा मिलाएर थिच्न लागेकी हुँ। हामीले चाहिँ एउटै भाँडामा मात्रै राखेछौँ भने चाहिँ त्यो थिच्दै जाँदा आधी हुँदै जान्छ, घट्दै जान्छ। तर अब 2टा 3टामा राखेछौँ भने चाहिँ यसलाई फेरि थप्दै थिच्दै गर्दा चाहिँ अझै राम्रो गुन्द्रुक बन्छ। यसलाई चाहिँ मैले यसरी नै फेरि यसलाई पनि त्यसरी नै मिलाएर थिचेँ। अब चाहिँ यसलाई राम्रोसँग फेरि मैले प्याक गरेर घाममा राखिदिन्छु। अनि दिनभरि घाममा राख्ने, बेलुका चाहिँ तातो पारेर कपडाहरूले छोपेर राखिदिने। तराईमा भयो भने त त्यसो गरिरहनु पर्दैन। यो चिसो ठाउँमा चाहिँ हामीले जतिसक्दो तातो पारेर राख्ने हो। अनि अब चाहिँ यो चाहिँ 1 हप्तामा चाहिँ मैले हेर्दैछु 1 हप्ता भएको छ। यो गुन्द्रुक चाहिँ बनिन लाग्दैछ, पहेँलो देखिसकेको छ। यसलाई हामीले दिन बिराउँदै थिच्दै जानुपर्छ। अब यो चाहिँ गुन्द्रुक घटिसकेको छ। अनि अस्ति मैले एउटा आधीकोलाई राखेर थिचेको थिएँ। अब चाहिँ यसमा चाहिँ यो सबै 2टा बट्टाको गुन्द्रुक यही एउटैमा आँट्छ। अनि हामीले एउटामा मात्रै हाल्दा चाहिँ त्यो घट्दै जान्छ, अलिक गुन्द्रुक राम्रो बनिँदैन। अब 2-3टामा राखेछौँ भने चाहिँ यो घटेको ठाउँमा फेरि थप्दै जाने, थिच्दै जाने गऱ्यौँ भने चाहिँ एकदमै राम्रो गुन्द्रुक बन्छ। अनि यहाँ चाहिँ मैले त्यो झिकेर यसमै राखेर थिच्दैछु।
यसरी नै योलाई सबै म निकालेर थिचिसक्छु। अनि जति सकिन्छ यसलाई हामीले थिच्ने हो गुन्द्रुकलाई। अमिलो हुँदैन त भन्नुहुन्छ कतिजनाले। हामीले यसरी थिच्न चाहिँ मिलाएर थिच्नुपर्छ। अनि राख्ने बेलामा पनि प्रायः दिउँसो घाममा राखेपछि बेलुका चाहिँ हामीले यत्तिकै खुल्लै छोडिदिनु भन्दा पनि बोराले कपडाहरूले छोपेर राख्यौँ भने राम्रो हुन्छ। यो चाहिँ मैले देखाएँ कति पहेँलो भइसकेको छ, गुन्द्रुक बनिँदैछ। अनि हामीले गुन्द्रुक बनाउँदा चाहिँ पानीलाई चाहिँ त्यहीँ छोड्नु हुँदैन, गुन्द्रुक कुहिन्छ। हामीले ठाउँ छ भने चाहिँ घोप्टो पारेर राखिदिउँ भने आफै पानी तरिन्छ। त्यस्तो ठाउँ छैन भने यसरी मैले जस्तै यो एउटा कपडाले रुमालले थिचेर हामीले चाहिँ त्यो पानीलाई निचोरेर फाल्न सक्छौँ। अनि मैले चाहिँ यसरी नै बनाउँछु जहिले पनि। अनि अब चाहिँ यसलाई राखिदिएँ। मैले सबै त देखाइनँ, यो चाहिँ अब 13-14 दिन भइसकेको छ गुन्द्रुक। एकदमै राम्रो अमिलो पहेँलो गुन्द्रुक बनेर तयार भएको छ, हेर्नुहोस् त। अब चाहिँ यसलाई मैले निकालेर सुकाइदिन्छु। यहाँ चाहिँ लाइट अलि नभएकोले कालो कालो जस्तो देखिए मात्रै हो, त्यही अघिकै गुन्द्रुक हो यो। अनि यसलाई चाहिँ राम्रोसँगले निकालेर यसलाई सबै झाँटेर त्यो थिच्दाखेरि पोको परेकोलाई सबै फुकाएर सुकाउनु पर्ने हुन्छ। यो भिडियो चाहिँ एकदमै लामो भइसकेकोले मैले यो सुकाएको भागहरू चाहिँ मैले राखिनँ तपाईँहरूलाई देखाउनलाई। यो सबै पातहरू खोलेर राम्रोसँग यसरी खोलेर तयार गरेर मैले चाहिँ 3 दिनसम्म सुकाएँ। 3 दिनपछि चाहिँ यो एकदमै राम्रो गुन्द्रुक बनेर तयार भएको छ। तपाईँहरूले पनि यसरी नै बनाउनुहोला। मैले बनाएको भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।